पिठोमा यसरी तेजपत्ता राख्दाखेरि चाहिँ पिठो बिग्रिँदैन, पिठोमा किरा लाग्दैन। मैले चाहिँ मैदा लिए, मैदामा थोरै थोरै पानी लगाउँदै यसको चाहिँ एउटा मजाको डो बनाएँ। डो बनाइसकेपछि यसमा थोरै तेल राखेर फेरि यसलाई एकचोटि मजाले मुछिदिएर यसलाई मैले 1 घन्टाको लागि छोपेर साइडमा राखेँ। सब्जीको लागि कुकरमा आलु, सोयाबिन, प्याज, टमाटर, केही लसुनका पोटीहरू, बेसार, जिरा पाउडर, नुन, अदुवा लसुनको पेस्ट, थोरै चिल्ली लगाएर यसलाई मैले मिक्स गर्दै र अब यसलाई मैले सिटी लगाउँदैछु। सिटी लगाउनको लागि यसलाई मैले ग्यासमा बसाइसकेको छु र यता डो पनि रेडी भयो। अघि बनाएको डोबाट चाहिँ 13वटा रोटी बनाउन पुग्ने रहेछ। यसरी छुट्याएको एउटाबाट चाहिँ एउटा पुरी बनाउँदैछु म। यसलाई चाहिँ मैले यसरी बेल्दैछु। यसरी नै मैले सबै रोटीहरूलाई न पातलो न बाक्लो हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि यतिको बनाएर छोडे। सिटी पनि लाग्दैछ। यसमा मैले 4 सिटीसम्म लगाएको छु र यता मेरो रोटी पनि तयार भइसकेको छ र मैले कुकरलाई निकालेँ। आवश्यक अनुसार प्यानमा तेल राखेँ। तेललाई चाहिँ मैले मजाले तताएको छु र यसलाई तेल तातिसकेपछि 1 बाई 1 गरेर मैले पुरीहरूलाई लगाउन थालेँ र यो पुरी यस्तो मजाले फुलेको छ कि तपाईँहरू पनि देख्न सक्नुहुन्छ। पुरी बनाइसकेँ र मैले यहाँ अघि बनाएको सब्जीलाई पनि हेर्दैछु कस्तो भएछ भनेर। अनि यो चाहिँ यस्तो मजाको भएको छ होइन। अनि यसलाई चाहिँ मैले बोटुकोमा निकालेँ र माथिबाट चिली फ्लेक्स र धनियाँले टपिङ गरेको छु। अब चाहिँ यो मेरो पुरी तरकारी रेडी भएको छ आजको लागि। कस्तो लाग्यो तपाईँहरूलाई? हजुरहरूलाई मन पर्यो भने घरमा पनि ट्राई गर्न सक्नुहुन्छ यसरी नै। हस्, thank you for watching my video. Bye bye.